गाइस वेलकम ब्याक। आज चाहिँ हामी झिलबास जाँदैछौँ है स्कुलबाट। झिलबासमा चाहिँ मिनी बालमेला हुँदैछ, त्यही भएर हामी गएका छौँ दुईजना। कलतिर साथीहरू छ, अब भेट भएर जानुपर्छ है। त्यहाँ गएर चाहिँ काम त्यही हो, अब बालमेला भनेपछि अब बालबालिकाहरूको खलगाप प्रस्तुति केही नाटक साटक होइन देखाउनु छ, तपाईँहरूलाई देखाउने छ। यो भिडियो अन्तिमसम्म हेरिदिनु होला है त। सब कुहिरो लागेको छ, तलतिर चाहिँ घाम लागिरहेछ। यता चाहिँ सब कुहिरो छ है, सब कुहिरोले ढाकिरहेछ, केही देखेको छैन। त्यही पनि ब्लगिङ स्टार्ट हुँदैछ। अब हामी स्कुलमा गएर भेट्नेवाला छौँ है त गाइस, देख्ने होला। यहाँ चाहिँ यस्तो गडेउला निकालिसकेछ क्या, देख्न सक्नुहुन्छ। गडेउला सब ठाउँ निकालिसकेको छ है, के छ। सो गाइस हामी चाहिँ काउले आइपुग्यो है अहिले तत्कालमा चाहिँ। त्यहाँ पुगेछ केटाहरू, देख्न सक्नुहुन्छ है, त्यहाँ पुगिरहेछ। के छैन, काउले चाहिँ अहिले एकदम के भनौँ सुन्दरै भनौँ होइन, राम्रै बनिरहेछ। अहिले चाहिँ काम पुरा भइसक्यो, तपाईँलाई भ्लगमा देखाउँछु भन्दा भ्याएको छैन। र यो बाटो पिच हुँदैछ, अनि बाटो पनि पिच हुँदैछ। बाटो पिच भइसकेपछि जानेछु। अब पिच भइसक्यो भन्दा नि अब हुँदैछ, अब कतिखेर भ्याउँछ अब होइन, टाइम मिलाएर जानु पर्यो। सो गाइस गएपछि तपाईँलाई देखाउँछु त्यहाँ माथिको कस्तो छ भ्यू र होइन। अहिले चाहिँ दामी देखिरहेको छ क्या भ्यू क्या होइन, दामी देखिरहेछ कालमा चाहिँ है। ल अब चाहिँ हामी काउले आइपुग्यो। काउलेबाट अब त्यही काउलेको तल्लो भाग हुँदै जाने हो। ल यस्तो स्वागतम छ है त, काउले आइपुग्यो हामी। अब चाहिँ हामी यो जानुपर्छ, यो रोडबाट। सो गाइस काउले चाहिँ दामी देखिरहेछ। सो गाइस हामी चाहिँ केटाहरूसँग भेट भयो। त्यहाँ बाहिर चाहिँ ट्र्याक्टर झार्दैछ है। है त तरुणीहरू यही हो हाम्रो युट्युबमा स्कुलको तरुणीहरू। स्कुलकै तरुणीहरू अहिले चाहिँ हामी चाहिँ जाँदैछौँ स्कुलबाट झिलबास भलिबल खेल्न। मेरो लागि चाहिँ अब सर्टकटमा ल यही हो गाइस। अब स्कुलमा गएर भेट्नेवाला समय हामी अब स्कुल पुग्नै लाग्यो। भिडियो गरेको क्या। तयारी गर्दै नाच्नका लागि है त मादल सबैजना छौँ। गाई हामी चाहिँ लाग्यो है झिलबासतिर। भर्खर त लाग्छ हामी गएको है त। ल हामी चाहिँ अब हिँड्यौँ गाइस। यो चाहिँ ज्वालामुखी है त, देख्न सक्नुहुन्छ। के अरे अझै हाम्रो यो भाइले चाहिँ एकदम राम्रो बाँसुरी बजाउनुहुन्छ। भाइ एउटा टुक्का बजाइदियो त। बाँसुरीको धुन पनि छ है त गाइस। सो गाइस सामग्रीहरू देख्न सक्नुहुन्छ, मन्दिर है त।
ल हाई गरिदेऊ है यसो गङ्गा हाई गरिदेऊ न। नमस्कार पिराम ल पछाडि नै आउँदैछ है त अहिले चाहिँ यहाँ यति नै पछाडि चाहिँ आउँदैछ हेरिराख्दै गर्नु भ्यू चाहिँ एकदम दामी देखिरहेको छ गाइस म छ के हो ती परे कुन हो धर्किसिङको यही हो धर्किसिङको यहाँदेखि सो गाइस हामी चाहिँ तलतिर गाउँतिर जान लागिरहेको छ है ओ हिजोको आइसक्रिमवाला आयो भने भन है सो गाइस अब चाहिँ हामी नास्ता गर्न लाग्यो है त देख्न सक्नुहुन्छ अब चाहिँ हामी नास्ता गर्न लागिरहेछौँ है के अरे कुपन बाँध्दै विद्यार्थी नास्ता रे मिसलाई दिएको छ मिसलाई गाइस लाइन चाहिँ भेट छैन है अझै यार बस्दा बस्दा वाक्क लागिसक्यो मासु पकाउँदै यो दिन न यो सो गाइस आजको भिडियो यही हो अब भोलि चाहिँ आउनेवाला छ हेरौँ अब तपाईँहरूले कस्तो हेरिदिनुहुन्छ अन्तिमसम्म हेरेर साथ दिनु होला भन्न चाहन्छु टाटा बाई।